पेटको समस्या पर्दा तपाईँले कुन जाँच गराउनुहुन्छ? भिडियो एक्स-रे गराउनुहुन्छ कि इन्डोस्कोपी गराउनुहुन्छ? पेटमा कुनै पनि समस्या पर्यो, जस्तो पेट दुख्यो, पेट ढुस्स भयो, दिशामा समस्या भयो, खान मन लागेन, वाकक लाग्यो, उल्टी भयो भने तपाईँले भिडियो एक्स-रे गराउनुहुन्छ। भिडियो एक्स-रेको काम भनेको के हो भने तपाईँको पित्तथलीमा पत्थरी छ कि छैन, कलेजोको समस्या छ कि छैन, किडनीमा पत्थरी छ कि छैन, हैन? तपाईँको आन्द्रामा कुनै रोग छ कि छैन, कुनै क्यान्सर टिमर सिमर अरू नराम्रो रोग केही छैन भन्ने कुरा छुट्टिन्छ है। जस्तै एपेन्डिक्स सुन्नियो कि सुन्निएन, हैन? अरू पाठेघरतिर केही समस्या छ कि छैन, हैन? कलेजो किडनी सबैको त्यसले ठुल्ठुलो रोगहरू पत्ता लाग्छ। तर भिडियो एक्सरेको काम के होइन भने तपाईँको ग्यास्ट्रिक बढेर तपाईँको चाहिँ कति समस्या दिएको छ, भित्र घाउ अल्सरै भएको छ कि छैन भन्ने कुरा चाहिँ भिडियो एक्सरेले थाहा हुन्न। अलिअलि ग्यास भरिएको देखिन सक्छ, तर भित्र घाउ अल्सरै भयो कि भएन भन्ने छुटाउने भनेको चाहिँ इन्डोस्कोपीले हो। इन्डोस्कोपी भनेको दूरबीन हामीले मुखबाट राखेर पेट र सानो आन्द्रासम्म गएर भित्र घाउ या अल्सर छ कि छैन या नराम्रो छ कि छैन भनेर छुटाउने एउटा तरिका हो है। त्यस्तै अरू जाँच पनि हुन्छ है। दिशामा समस्या छ भने दिशाको जाँच पनि गर्नु पर्यो, हैन? दिशामा रगतहरू जाने समस्या छ भने दिशा गर्ने भागबाट दूरबीन राख्ने, जसलाई हामीले कोलोनोस्कोपी भन्छौँ, त्यो पनि गर्नुपर्ने हुन्छ है। त्यही भएर तपाईँले पेटको समस्या भएर तपाईँ हस्पिटल जाँदै गर्दाखेरि एउटा भिडियो एक्सरे मात्रै गर्छु भनेर सोचेर नजानुहोस् है। तपाईँको लक्षणको आधारमा अरू जाँचहरू पनि गर्नुपर्ने हुनसक्छ। रोग पत्ता लगाउनलाई अरू जाँचहरू पनि त्यत्तिकै फाइदाजनक हुन्छन् र अरू जाँचहरू पनि एकदम उत्तिकै महत्त्वपूर्ण हुन्छन् रोग पत्ता लगाउनमा। हस्, धन्यवाद।